बोलते तो अरे तो मेरे साथी भन्दा के ओ मा ओ कता चिका यो ओ अरे तो मेरे साथी ओ नगा ओ तू ओए केटाहरु देन गाई लड माने दिस मगन केटाहरु म माने बिचार थियो गुड माय न्यू ब्लॉक आज छाता छाता बोकेर आरे पनि छ हो आदि केटीहरु माने पुगिसक्यो होला हामी अलिक तल बसेको गाई तिनले धुम्बो क्वालिटीहरु पनि राम्रो फाइनली हामी गुरुङ टार आइपुगिसक्यो अब त हामी चियाहरू खाने हो अघि बिस्कुट खाएको चाहिँ देखाउनु छैन चिया चाहिँ ओपनिङ दुईजनाको हाम्रो ओइ चिया झिक्छ ओइ हाम्रो चिया झिक ओइ 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 चिया झिक न चिया झिक चिया नुनको चिया खाऊँ नुनको चिया चिनीको छैन नुनकै खाऊँ ए नुनको दामी भाइ दामी नाच छैन तेल झिकेका न मेरो त चाहिँ ए कपी छ केटाहरु भाइ के कुरा भन्दैौ त यस मजा भाइ तिमी सय ए अर्को चिया छ त चिया जित्न हो केटाहरुले त त्यो चिया खानु थाल्छ चिनीको ए हैन म पनि खान्छु त्यो चिया त्यही छ नि मिठो छ नि अलिक दामी रहेछ अरू चिया चिया खानु सही मिठो चिया कम्ती खाँदा पनि पक्का साथ हुँदैन ओ गाइस ओपनिङ हुँदैछ चिया ए भाइ चाहिएको खाइ लो गाइसहरु माथि भेट्ने छु आज बाय बाय मकै अब खाने भाइहरु मकै खाने मकै लु बार्न त मकै दामी छ भ्यू हेर्नु सक्छ असी नम्बर छ गाइस यहाँ हेर्नु न बो आइ आइ हेर्नु सक्छ के यो क्या है ए तपाईहरु पस्ताउँदैन ल अच्छा त साह्रै चिसो गाइस ओ फाइनली हामी यो के को भन्छ दो बाटो आइपुगिसकेको छ ओके नेर थाकिस आम्म तलतिर असिनाहरु देख्यो होला भाइ कस्तो लाग्यो मजा आयो अब चटपटे बनाउँछ खानु पर्छ भोक लाग्यो अरु त के हैन कारण भोक लाग्यो ए त्यहाँ बनाएर खानु पर्छ चटपटे बनाइ हुँदैछ यहाँ ल्याउनु नि चटपटे बनाइ हुँदैछ अरे के भनेको यता देखाउनु ओइ भोक लागिसक्यो अरे गलिस मजा आयो ओइ मजा आयो हैन चटपटे हालै हुँदैछ जाँदै खाने भाइ खाइसक्छौ यहाँ हाल्नु न अन्त हामी तीनजना यहाँ खाऊँ न सबैजनाले लु कल्पना त्यहाँ खा हामी तीनजना यहाँ खान्छ अगर्छस् कल्पना के अरे तोइ जस्तो यहाँ नै यसले खाएर मकै तारिसक्यो के खाने यहाँ म यता खाली सिसा मात्र छ अहिले माथिको भोक लाग्छ लु हाल्नु तीनजनालाई यहीँ खान्छ के छ
Asina, हेर्नु सक्छ यो फेरि भयो यार फेरि भयो यहाँ हेर्नु सक्छ यहाँ चाहिँ हिउँ परिसकेको रहेछ हल्का हल्का हेर्नु सक्छ है अब गाइस केटाहरूले त मनाउनु थालेको हेर्न जड भएन यी जा तिमीहरू बनाउनु जानुपर्छ त पानी पानी भयो हाम्रो इष्टमा यार भइसक्यो मेरो साथी केटाहरूले त हेर्नु न गाई गाउँडा बनाइदियो नगर्ने केटाहरू मार्ने विचार छ गाइस हेर्नु सक्छ हामीले त साइडमा मानिसहरू छैन केटाहरू देख्न सक्छ मोदी यहाँ गेटको टाढो छ आइपुग्नु आज पुरै छ हिँड्दैछ टाउनुमा चाहिँ आज चाहिँ कहीँ छैन नि हामी त टाउनमा आइपुगेको होइन हेर हुँदैछु माथि गएर एन्डिङ हुन्छ मेरो ब्लग कङ्ग्रेसको नजारा कङ्ग्रेसको नजाराहरू चाहिँ यस्तो छ हो त्यहाँ टुप्पीमा ए देख्नुभयो होला हो नानी केटाकेटीहरू छ यहाँ चाहिँ हाम्रो लोकेसन दामी सकेको छ चटपटेहरू खाने भाइ टङ लगाएर कस्तो लाग्ने भइसक्यो भाइको जाडोले यस्तो चाहिँ यहाँको नजारा दिम मजाले हेर्नु एउटा कुरा चाहिँ रडी भन्छ हो मिनी वाइ भाइ हाम्रो हराइ छ भन्नु अघि सकेको ताले छैन हो उहाँ हुँदैछ हुँदा हटाउँदैछ आदि फिटी काका राम्रो लामो झगडा गरी दिन बिताउने भए अब हामी चाहिँ त खाइसकेको छु मकै खाँदैछु उसले खाइसकिस् काका त्यो मकै खाऊँ न निकल्दी मकै जो जाडोले हात खप्ने नि गाई हामी त्यहाँ जान्छु हो पर देख्दै होला त्यहाँनिर जाने हो रास्ता बसेको हुँदैछ त्यहाँ गुवा देख्नुभयो होला गाई हामी चाहिँ एकदम टपमा आइपुग्छौँ गाइसले ढाँटेको छ तल उपरदेखि चाहिँ टप आइपुगिसकेको छु परदेखि हामी चाहिँ अब त्यो कहाँ जाँदैछु भन्दाखेरि चाहिँ मेघमा चित्रे सबै घुमेर आउने हाम्रो उयो यात्रा चाहिँ साह्रै लामो छ हो
ल गाइस ऊ पर पुगेर चलिरहेको के छ तिम्रो मनभित्र खै चलिरहेको के छ तिम्रो मनभित्र खै कहिले नबुझ्न कस्तो यो तिम्रो अब चाहिँ हामी टङ्गुबाट जाँदैछु